जन्म मिति मेरो भन्नु हजुर भन्दिनँ चैते 11 न्वारानको नाम मिठो राशि सिंह पहिलो सिरियल वा चलचित्र के रे यथार्थ यात्रा सिरियल चलचित्र बसन्ती परिवार संख्या 6 जना एकान्तमा चाहिँ के गर्न चाहिँ एकदम मनपर्छ तपाईँलाई गुनगुनाउन है सधैँ गुनगुनाइरहने गीत त्यो ट्रेन्डिङ हुन्छ आजकल ट्रेन्डिङ भन्छ त्यो बेला जुन चाहिँ गीत हिट भइरहेको हुन्छ त्यो चाहिँ मनपर्छ मलाई यदि यो क्षेत्रमा नआएको भए यो क्षेत्रमा अब कुशल गृहिणी हुन त अहिले पनि कुशल गृहिणी छ गृहिणी नै टोटल्ली विशुद्ध गृहिणी भएर बस्थे आफैले कुनै सिरियल वा फिल्म बनाउने योजना छ त अबको पछिल्लो समयमा चाहिँ अहिलेसम्म त कलाकार भएर भ्याइ नभ्याइ छ अब भोलिपर्सि खट्न नसकेको अवस्थामा सिरियल या फिल्म मेकर्सकै काम गर्छु जीवन के हो जीवन एउटा अन्डा हो कस्तो भन्नाले जस्तो एउटा अन्डा म आफू त्यसरी मान्छु होइन मैले अहिले जीवनको आधी भाग पुरा गरेँ आधी अन्डा पाक्यो होइन अब आधी अन्डा काँचै छ जुन दिन त्यो काँचो अन्डा पनि पाक्छ अनि यमराजले खानुहुन्छ अनि सङ्घर्ष चाहिँ के हो त सङ्घर्ष त अब जीवन जिउनको लागि उपयुक्त सिँढी भन्छु क्वेसन पढ्नु के छ क्वेसन कस्तो गाह्रो आयो यार के आयो भन्नु त कुन वाला आयो छुच्ची सासूको डाक्टर राम्ररी बिसेको सीताजीको सहिन प्रजापति सर अब एउटा चुज गर्नुपर्छ अब तपाईँले साइन प्रजापति है ठिक छ अर्को कुरा खुनी यो होइन सबै कलाकारिता बाहेक तपाईँसँग भएको अर्को प्रतिभा जुन अहिलेसम्म कसैलाई थाहा छैन सबैलाई थाहा छ अलिअलि गाउँछ त्यही हो तपाईँको सामाजिक सञ्जालमा कतिजना ब्लक लिस्टमा परेका छन् कस्ताले ब्लक गर्नुहुन्छ म त छुइनँ नि रेखा चाहिँ 4-5 जना छन् धेरै छैन भने कस्तो मान्छेलाई चाहिँ ब्लक गर्नुहुन्छ तपाईँले एक बिहानै फोन गरेर इरिटेट गर्ने नसोधिकन भिडियो कल गर्ने अनि फोन गरी उठायो भात खानुभयो कहाँ जानला अनि अरू भन्नेलाई ब्लक स्कुल कलेज पढ्दा लभ लेटर लेख्नु भयो कि भएन कलेज पढ्दा चाहिँ लेखेन स्कुल पढ्दा पनि लेखिएन तर लेखेर चाहिँ दिएका थिए भनेपछि तपाईँले आफूले चाहिँ लेख्नु भएन लेखेर चाहिँ कतिजनाले दिए तपाईँलाई अहिलेसम्म लभ लेटर थाहा छैन भनेपछि अनगिन्ती नै छन् यदि तपाईँलाई एउटा धेरै राम्रो स्क्रिप्ट भएको फिल्म र एउटा धेरै पैसा दिने तर सामान्य स्क्रिप्ट भएको फिल्म अफर आयो भने कुन रोज्नुहुन्छ ओभियसली एकदम राम्रो धेरै राम्रो भएको धेरै राम्रो स्क्रिप्ट लाइरहेको त्यो छु तपाईँको पहिलो पारिश्रमिक कति थियो र त्यो केमा खर्च गर्नुभयो आहा कस्तो रमाइलो क्वेसन यो मेरो पहिलो पारिश्रमिक पर एपिसोड 400 थियो है त्यो टाइममा त्यो 400 मा तर मैले लिइनँ किन लिइनँ भने सरको नामै बिर्सेँ डाइरेक्टरको नामै बिर्सेँ प्रज्ञा फिल्म एकाडेमी भनेर गरेको थिएँ यथार्थ यात्रा गर्दाखेरि होइन त्यो बेला म आइए पढिरहेको थिएँ उहाँले मलाई इङ्ग्लिस पढाइदिनु भयो होइन उहाँले मलाई इङ्ग्लिसमा हेल्प गरिदिनु भयो मैले पारिश्रमिक चाहिँ लिइनँ त्यो 400 भन्दा 4 लाख भन्दा बढी पर्ने मलाई शिक्षा दिनुभयो साथीभाइ के आफन्त भन्नाले आफ्नो परिवार बाहेकको रिलेटिभ चाहिँ अब कि साथीभाइ के आफन्तमा एउटा आफन्तै हो आफन्तै है तर साथीभाइ त्यति भरोसाको छैनन् अहिले है हो आफन्त पनि स्वार्थ लिएर जोड तर पनि त नि आफन्तै काम लाग्छ नि त त्यतिखेर त होइन आफन्त चाहिँ लाग्छ आफन्त त नजिकै हुन्छ नि त त्यस्तो स्वार्थी साथीहरू त मरेपछि आएर म देख्दिनँ के मतलब यदि तपाईँले जस्तो शक्ति पाउनुभयो शक्ति तपाईँ एउटा कुरा तुरन्त पर्न सक्नुहुन्छ भन्नुहोस् के भन्नुहुन्छ म देशको राजनीति एकदम उथल पुथल भइरहेकोलाई स्थिर गति बनाइदिन्थेँ मैले तर यही नै एन्सर हुन्छ नि चाहिँ मैले सोचिरहेको थिएँ कि हजुरले यही एन्सर चाहिँ दिनुहुन्छ जस्तो लागिरहेको छ देशकै बारेमा मलाई देशको साह्रै माया लाग्छ होइन अनि यो अस्तव्यस्त भएको राजनीतिक त्यति शक्ति भयो भने त्यो स्थिरता म लङ लास्टिङ नेपालको लागि लङ लास्टिङ नै स्थिर बनाउने शक्ति पाए हुन्थ्यो लास्ट इज ब्लास्ट हो कि के हो सबभन्दा फाल्तु लाग्ने काम मलाई यो तपाईँ ऐना कतिपटक हेर्नुहुन्छ भनिदिनुहोस् न अनगिन्ती छ कि सबभन्दा हेर्नु मन नलाग्ने ऐना हो त्यो मेकअपमा पनि ऐना हान्दै पर्दैन भन्छु अब मेकअप उसले गरिदिन्छ मैले हेर्ने हो र होइन